जय श्री दुर्गे भवानी, राधे राधे। फूलपाती महापर्व यस वर्ष तिथि मिति के रहेको छ, कति बजे कसरी फूलपाती घरमा भित्राउनु पर्छ र शास्त्रमा फूलपातीको दिन घरमा 9 चीज भित्राउनु भनेर भनिएको छ। ती 9 चीजमा के कुराहरू पर्दछन्? जुठो सुत्केरो परेकाले के गर्ने र रजस्वला भएमा के गर्ने, अघिल्लो दिन बेलको निमन्त्रणा कसरी गर्ने, सबै जानकारीको साथमा उपस्थित भएको छु म कपिल देव उपाध्याय। यदि हजुर हामीसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरेर जोडिनु होला र साथै सँगै रहेको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सिनु होला। हामी सबैको घर घरमा फूलपातीको रूपमा माता दुर्गाले प्रवेश गरेर सर्वत्र सुख शान्ति समृद्धि ऐश्वर्य प्रदान गरिदिउन् भन्दै 2082 साल फूलपातीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आउनुहोस् विषय वस्तुतर्फ लागौं। सर्वप्रथम तिथि मितिको बारेमा चर्चा गरौं। विक्रम सम्वत 2082 साल असोज महिनाको 13 गते सोमबारको पावन दिन अंग्रेजी समय अनुसार 2025 सेप्टेम्बर 19 तारिकको दिनमा आश्विन शुक्ल सप्तमी अर्थात फूलपाती रहेको छ। मूल नक्षत्र भद्राकरण सौभाग्य योग र चन्द्रमा चाहिँ धनु राशिमा रहेका छन्। यसपालि 13 गते फूलपाती रहेको छ। त्यसो भएकाले आज 12 गते बेलुकाबाट नै विधि सुरु हुनेछ। आश्विन षष्ठीको साँझमा बेलको निमन्त्रणा गर्नु भनेर शास्त्रले आदेश गरेको छ। त्यसै कारणले गर्दा हजुरहरू सम्पूर्णले बेलको वृक्ष नजिकै रहेका छन् भने त्यहाँ गएर बेल फलेको आगो समातेर त्यहाँ जनै सुपारी राखेर धूप दीप नैवेद्य चढाएर हे बेल वृक्ष हजुर साक्षात महालक्ष्मीको प्रतीक हुनुहुन्छ, भोलि हामी हजुरलाई फूलपातीको रूपमा लिन आउँदैछौँ, हजुरलाई मैले निमन्त्रणा गरे भन्ने भावले सबै कुरा अर्पण गरेर फर्किनु पर्दछ र अनि भोलिपल्ट अर्थात् फूलपातीको दिन बिहान स्नान आदि कर्म गरेर शुद्ध रातो कपडाहरू लगाई आफ्नो नित्य कर्महरू गरिसकेर त्यसपछि यस दिन सरस्वती माताको आह्वान गर्नुपर्छ भनेर पनि घरमा रहेका पुस्तक ग्रन्थहरू बालबच्चाका पुस्तकहरू लिएर पूजा गरी धूप दीप नैवेद्य अर्पण गरी ढोक्नु पर्दछ। यी कामहरू बिहान गर्नु पर्दछ र यस दिनमा सप्तमी तिथि पर्दछ। सप्तमम कालरात्रि भनिएको छ। भगवतीको 9 स्वरूप मध्ये कालरात्रि स्वरूपको पूजा आराधना यस दिन गर्नु पर्दछ र फूलपाती भित्राउने समय शास्त्रले कति बेला भनेको छ त भन्दा तपोदेवी गृह भ्यान्तरे सायं काले पत्रिकाम प्रवेशयेत् भनिएको छ। अर्थात् फूलपाती भित्राउने उचित समय भनेको साँझको समयमा हो। सूर्य अस्त भइसकेपछिको समयलाई अति उत्तम समय मानिएको छ। अब फूलपाती कसरी जम्मा गर्ने त भन्दा आफ्नो चलन चल्ती अनुसारको एउटा यदि सामूहिक रूपमा फूलपातीहरू भित्राउन चाहनुहुन्छ भने डोली निर्माण गर्नुहोला र यदि आफ्नै घरमा मात्र गर्दै हुनुहुन्छ भने एउटा किस्ती अथवा चोखो भाँडो एउटा लिएर त्यसमा पनि फूलपातीहरू बटुल्न सक्नुहुनेछ। डोली अथवा किस्तीहरू केही लिएर गाउँ परिक्रमा गर्नु पर्दछ। त्यस डोली अथवा त्यस किस्तीमा हामीले 9 पत्रहरू राख्नुपर्छ भनेर शास्त्रमा बताइएको छ। 9 पत्रहरू यस प्रकार रहेका छन्। कदली दाडिमम धान्यम हरिद्रा मानकम चकम बिल्व सोपो जयन्ती च विज्ञेया नवपत्रिका। अर्थात् जब हामी डोली अथवा किस्ती लिएर फूलपाती जम्मा गर्न जान्छौँ त्यसपछि पहिलो पत्र केरा नपाएमा केराको पात डोलीमा राख्नु पर्दछ। त्यसपछि दाडिमम अर्थात् अनार, धान्यम धानको बालाहरू, हरिद्रा भनेको हलेदो अदुवा, त्यसपछि मानकम भन्नाले पिडालुको पात बुझ्न सकिन्छ। त्यसपछि कचम अर्थात् कालो हलेदो भनेर पनि बुझ्न सकिन्छ। त्यसपछि बेललाई हामीले हिजो बेलुका निमन्त्रणा गरिसकेका छौँ। बेल समक्ष गएर बेलको प्रार्थना गरी क्षमा मागेर
अनि मात्र हाँगा भाज्नु पर्दछ। क्षमा माग्दाखेरि यी मन्त्रहरू भनेर क्षमा माग्नु पर्दछ। ओम छिन्दी फट अस्त्राय नमः, ओम हुम फट स्वाहा, ओम स्ताम स्तिम इति स्थिरो भव भनेर हाँगा भाज्नु पर्दछ। त्यसै गरी अर्को रहेको छ अशोकको हाँगा पनि हामीले डोली अथवा किस्तीमा हाल्नु पर्दछ र जयन्ती फूल पनि डोलीमा राख्नु पर्दछ। दिनभरि यसरी फूलपाती जम्मा पारिसकेपछि साँझको समयमा फूलपाती भित्र्याउने बेलामा ढोकामा घिउको दियो बाल्नु पर्दछ र भूत प्रेत बाहिर रहून्, माता भगवती भित्र रहून् भनेर चन्दन अक्षताले दियोको पूजा गरेर नवपत्रिका भित्र लैजानु पर्दछ। यी सामान्य छैनन् भनेर शास्त्रमा बताइएको छ। जस्तै केरालाई ब्रह्माणी अर्थात् गायत्रीको रूपमा, अनारलाई रक्तचण्डिका भगवतीको रूपमा, धानलाई लक्ष्मीको रूपमा, हल्दीलाई दुर्गा माताको रूपमा, मानकलाई चामुण्डाको रूपमा, कचमलाई काली माताको रूपमा, बेललाई शिव पार्वतीको रूपमा, अशोकलाई शोक हर्ने देवीको रूपमा र जयन्तीलाई कार्तिकी देवीको रूपमा हामीले घरमा भित्र्याउनु पर्दछ। र भित्राइसकेपछि देवीको फोटो मूर्ति जे स्थापना गरिएको छ त्यहाँ भन्दा दाहिनेपट्टि फूलपातीलाई राख्नु पर्दछ। अनि त्यहाँ हामीले पूजा पनि गर्नु पर्दछ। पूजा गर्दाखेरि नाग नागिनको, कुल देवताको, आफ्नो इष्ट देवताहरूको, पितृदेवताहरूको, त्यसै गरी नवग्रहको, दिक्पाल लोकपाल आदिको, इन्द्र आदि देवताको, ब्रह्मा विष्णु महेश्वर सबै भगवानलाई सम्झेर चन्दन फूलहरू अर्पण गर्नु पर्दछ र धूप दीप नैवेद्य आदि अर्पण गर्नु पर्दछ। यसरी फूलपाती घरमा भित्र्याउनाले नवदुर्गा भवानीले सदैव भक्तको रक्षा गर्नुहुनेछ। जुठो सुतक भएमा मनले मात्रै सम्झना गर्नुहोला र रजस्वला भएमा यी कामहरू अरूलाई गर्न प्रेरणा गर्नु पर्दछ। यस्ता कामहरू हामीले यस दिनमा गर्नु पर्दछ। त्यसै गरी भित्र्याइएको फूलपातीलाई हामीले दशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिनमा हामीले विसर्जन गर्नु पर्दछ। आजको लागि यति नै। फेरि अर्को पनि जानकारीको साथमा उपस्थित हुने नै छु। ओम देव्यै नमः। जय महाकाली, जय महासरस्वती, जय महालक्ष्मी।